आज चाहिँ हामी इयोन मल घुम्दै आएको है। यहाँ चाहिँ यस्तो बेबी रुम पनि हुने रहेछ क्या है। र बेबी रुमको भित्र चाहिँ हेर्नु होला है। यस्तो खतरा हुँदो रहेछ क्या ल, जोख्ने है र यहाँ हाइट नाप्ने, प्लस यहाँ चाहिँ बेबी राखेर एकछिन बस्ने होला, रेस्ट गर्ने ठाउँ। यस्तो रेस्ट गर्ने ठाउँ दुईटा रहेछ है। र यहाँ चाहिँ बाइकिङ पनि रहेछ। यहाँ चाहिँ यस्तो ठाउँ रहेछ। यहाँ चाहिँ फेरि तातो पानीहरू आउने ठाउँ पनि रहेछ, हात धुने ठाउँ है। यहाँ चाहिँ दुध दिने ठाउँ यस्तो रहेछ। दुध दिने ठाउँभित्र चाहिँ यस्तो हुँदो रहेछ, हेर्नु होला। यस्तो सुविधा क्या है, छक्क परेको। अनि यतापट्टि चाहिँ के रहेछ भने यस्तो। यहाँ पनि फेरि यहाँ चाहिँ यो हुन्छ नि कोखा गर्ने ठाउँ के, बेबीको डाइपरहरू राखेर बेल्ट लाएर र फेरि यहाँ हात धुने ठाउँ। यस्तो सुविधा भन्दैछ। र डाइपर यहाँ फ्यान्ने ठाउँ नि यहाँ यस्तो राम्रो। र यहाँ फोहोर फ्यान्ने ठाउँहरू हेर्नु ल, यस्तो रहेछ।